लगाइ चाहिँ पेट्रोल भर्न आएको पेट्रोल वाइल बढे है पेट्रोल है हेर्न सक्नुहुन्छ 200 रुपियाँ लिटर है। मेरो चाहिँ साथी यो चाहिँ होइन हिजोको भ्लग होइन यो चाहिँ हिजो चाहिँ हामी राइड गएको हो। आज चाहिँ हिजो मैले एन्ड गर्न पाएन। अहिले चाहिँ फुर्सद लिन लाग्यो। अहिले पेट्रोल भर्दैछ अनि हाम्रो चाहिँ निस्किने बल्ल फुर्सद लिन पछि देखाउँछु। ल गाइस हामीले बाटोमा नि भेटाइसकेको छौँ। सँगै खेल्न जाने हो। यस्तो छ है बाटो वाइल्ड घामला चितवनमा आज। अब हामी खेल्न निस्किने हो खेल्न फुटसल ल है गाइस अहिले हामी चाहिँ साथीहरूलाई कुर्दै हो यहाँ फुटसल खेल्न जाने भनेर आज धेरै पछि जानु लाग्यो। अहिले यहाँ 3 खोले गुम्बा भन्छ। म त गएन हौ खेल्न अरू साथीहरू चाहिँ गइरहेको हुन्छ। यो पनि आजै गएको हो। चितवनमा आज वाइल्ड घाम लाग्छ के यस्तो गर्मी भयो चितवनमा। भर्खरै पेट्रोल हालेको हो। अब वाइल्ड गर्मी छ चितवनमा हेर्नु है। हेर त तर बवाल देखेको छैन आज तर ओभर घाम पनि छ। यस्तो राम्रो यो चाहिँ हाइवे हो यो हाइवे हो। अब हामी चाहिँ निस्किने हो त कल गरेर बोलाइ गरेर बोलाइसक्यो। अब चाहिँ खेल्न निस्किन्छ। अब एकछिनपछि अब त्यहाँ सबजना आउँछ होला। अब गयो लगेर है मामाले भर्खर मलाई हेरेर गयो यहाँ मामा ऊ एउटा चोरा अर्को पनि आयो है ल चल पलाएर फेरिमा कसो कहाँबाट आइपुग्यो यार। बाटोमा हिँड्दा आइपुग्छ है यो त है कहाँ जानु लाग्यो रे। हामी पनि जाने हो। यो पनि भेट भयो यो पनि जाने फुर्सद लिन सबजना फुर्सद लिन जाने हो। भ्लग हो तेरो दाइको नयाँ आइ भन्दै आइ ल है ल अब चाहिँ निस्किने केटा हो ल केटा हो। ओ माई गड टायर त के हो ये ल है ल दुईजना ल हिँड नि अगाडि हिँड्नु साथी के हो तिमी ल है ल गयो भन्न चले बाइक चलेछ ऊ ल है ल अगाडि चाहिँ हाम्रो है तालु हड्डी त्यो पनि आइपुग्यो भर्खर। अब हामी यहाँबाट जाने अभिषेक आइयो हड्डी हो हड्डी ल हेलिकप्टर त्यसकै हेलिकप्टर क्या ये गाइस माको जुन दुईटे मोटे एउटा फ्रेममा ये टायर हेर त्यो टायर उकालोमा म टायर हेरेर टायर यार ओए पछि चाहिँ मान्छे हेरेर कत्रो बस्यो फेरि दुईजना उकालो है गाइस फेरि उकालोमा ओए यार तानेको यार बाइकले यार तानेको हो यार अफ भयो ये बाइक अफ भइदियो त्यसको अब प्राङ्क हुनु लाग्यो गाइस हेर बिचरा किस्मतलाई छोड्दैछ त्यस्तो नगर्दैन मोटो मान्छेलाई ओए हड्डी त्यस्तो नगर गाडी साइड हाल्छ फेरि भाग्थ्यो यो त फेरि भाग्थ्यो होइन बस न यार के हो र तिमी नजानी हेर्न रे ल टायर हेर हाम्रो यहाँ मोटे ल जाऊ ल केटा ल भुइलिहान हड्डी ल फेरि रिटेक डेन्जर है ल अपाङ्गको बुद्धि लाग्यो अहिले चाहिँ ट्रकमा हावा भन्ने ठाउँमा आएर बाइकको यहाँ हावा भर्न आइरहेको छ कि यो कोही अपाङ्गोले भरिदिन्छ यसलाई हावा भन्दा केटा हो। ल अब चाहिँ यिनीहरू हावा भर्न जान्छ है। अब हामी चाहिँ सिधै जाने हो। तेरो पारा सक्यो अब मेरो डन ब्रो चुना लाग्यो यसलाई चुना ट्युनै गएछ टायरको उला हालेर फेरि उलाइ हालेको ट्यु गयो बाइकको तनावमा छ यसलाई के गरौँ भइरहेछ।
लगाए चाहिँ बाइक खुलित भयो यसको टायरको ट्युब हेर्नु पर्ने भयो अब उहाँ के होइन उहाँ छ त्यो फुर्सद लिने ठाउँ चाहिँ उता जङ्गलतिर अब त्रिपल रोड जाने रे यो काले साला घर नजिक भएर नि टाइममा पुग्दैन छ यो यसको घर चाहिँ यही हो फेरि यसको घर यही हो यो रोनाल्डो रहने घर यही हो अब फुर्सद लिनु जानु फेरि उहाँ हो त्यो कार आँखाने भर्खर हो त्यहाँ हो ल अब हेर ल तिनजना अब त्रिपल जाने हो तिरबल गाइज कसैले के गर्न सक्दैन यसलाई चाहिँ ल तिरबल चल्दैन ल यिनीहरू चाहिँ त्यहीँ अगाडिसम्म ल गयो यिनीहरू गयो अब हाम्रो पालि यसको चाहिँ सालिनसँग खुट्टा लगाएर फेरि बसिरहेको अब यसपछि चाहिँ अब हामी तिनजना तिरबल हो त्यसपछि यहाँ अब म चाहिँ अचार हुनेवाला छु यो अचार हुन्छ म पनि आइदिन्छ अब डल्लै आइदैन अब चलिन्छ खेल्न अब लगाइज हामी चाहिँ फुटसल खेल्ने ठाउँमा आइपुग्यो तिमीहरूको दाइ फेरि चान्चुने ठाउँमा फुटसल खेल्दैन नि है फेरि हरियाली भएको ठाउँमा खेल्छ यो चाहिँ रामनगर भन्छ यसलाई चाहिँ यहाँ चाहिँ अब के छ पार्क जस्तो पनि हो है बवाल छ रातिमा झन् बवाल लाइट टल्किन्छ है बवाल देखिन्छ अब फुटसल चाहिँ अलिकति अगाडि छ अहिले हामी यस्तो छौँ हामी चाहिँ अब खेल्न आएको यत्तिकै झ्याउलाएर है बास्केटबल खेल्न जान्थ्यो अब फुटसल पनि खेलौँ भनेर हो यहाँ चाहिँ अब कति धेरै फ्यामिलीहरू पनि आउँछ रमाइलो गर्ने ठाउँ के गाइस ल हेर्नु भर्खर यहीँ पनि रमाइलो भइरहेको बवाल छ क्या तर यो जङ्गलको बिचमा भएर त्यही माथि आज मौसम पनि त्यस्तै भएको खुल्ला बवाल देखिया हेर्नु न ल अब चाहिँ अब एकैछिन अब देखाउँछ अगाडि गएपछि ल हामी चाहिँ अब फुटसलमा आइपुग्यो यस्तो यहाँ 7 साइड फुटसल बवाल छ अझै बच्चाहरू होइन बसिरह अब चाहिँ हान्ने हो एकछिनमा गेम केटा हो यहाँ केटाहरू आइसकेन् अझै आउन बाँकी छ ऊ चाहिँ हाम्रो साथी बच्चादेखि पढेको साथी यस्तो छ अहिले अब एकछिनपछि खेलेपछि देखाउँछ अब ल यो भाइले झुला थियो है भर्खर भाँदियो यो भाइले तिमी त भाइ गयो आज तिमी गयो है यो भाइहरू यहाँ फुटसल खेल्न आएको अरे यो भाइले झुली भाँद्यो अब यो भाइ फस्यो यो भाइ फस्यो है केटा ओए हेरे कसले यो गरेको यो भाइ फस्यो पुलिसलाई बोला यही मान ल म्याच केटा सब पेलेहरू है पेले फ्युचर ओए यो भाइहरू त अब पछि ठुलो भएपछि एन्फामा खेल्छ होला साथी है यो त कस्तो नदेखिएको हौ रोके ओए त्यस्तो नबोल न ल भयो त अब फुटसल साथी त फुटसल हाना गोल सु ल अरे दामी हाने त ल अरे लयो हान्छ कि क्या यो भाइ हान्छ कि क्या मा कसम ओए रोनाल्डो हो क्या हो यार यो पास अहिलेसम्म गुड पास खेल्दै भाइहरू है त म चाहिँ कमेन्टेटर ला यो भाइले छकाउने मात्र रहेछ यार हान्दैन जस्तो छ यार सिधै मुखमै हानिदियो ल आउट रे यार यो भाइ फेरि बल कुर्दै बसिरहेको ल पोजिसन हेर्नु यो भाइको फेरि के भयो भाइ एक्टिङ हान्दै यार ल पास आयो नाइस भाइ बब्बा ओए मा कसम यो भाइहरू त ओए पेले ओए भाइ ल कस पऱ्यो ओए ला मा कसम हानेर हाना ओए हान भाइ हान ओए गोल भनेको तेरि यार गोल होला भने ल स्ट्राइकर है स्ट्राइकर ओए मा कसम त यो गेटअप यसको स्ट्राइकरको तैकले आएको खै गोरे भाइले लिएर आइज भनेको त नि एक्लै आइदियो अरे त उयसको बुट ल भयो त चलपलमा कसम चलपल छ त बुट त अनि यो भाइ त पास सन्जितले ओए गोल भनेको सेट यार यो भाइको दामी है रेफ्री है म चाहिँ रेफ्री ओए पास मलाई हो क्या हो होइन रहेछ यो भाइलाई यो भाइ चाहिँ अघि भर्खरै गोल हानेर बसेको है गयो हान भाइ हान सेट तेरि यार बाघ फल हुन्छ नि हेर्नु यो ओए हान्छ क्या एक्लै भाइ त गोल
ओ डबल गोल है डबल गोल यो पालि दामी खेल्छ मभन्दा दामी खेल्दै यार यो भएको यार ल है केटा ल बवाल भइरहेछ बवाल बाहिर गेम हेर्नु अब मेरो अब एकछिन चाहिँ हाम्रो गेम हेर्नुहोस् होला ल अहिले चाहिँ ल ए यार केटाहरूलाई बुट दिएको यार मोडिफाई ल्याइदियो यार यो हेर है उयोमा कसम कहाँबाट देखाऊँ यार मेरो हेर बुट यार मेरो यसको बुटै फेरि यसको बुट वान पिस मोडिफाई बुट पक लोडेड छ यार यसको बुट यार खडा गएको थियो त यार ए ल लोडेड बुट हो यसको त झन् मेरो त्यति चाहिँ भएन हाम्रो किप्पर है ल है ल हात्ती वर्ष केटा हो ल है म चाहिँ एकछिन किप्पर बस्दिएको ल हेर यहाँ ल हेरे केटाहरूको पारा हेर यहाँ पारा हेरे केटा पारा उता पास हड्डी चाहिँ बल माग्यो तालुले उयो बल पास हड्डी आयो म बल ए किप्परले बल सुट हानेको छ ल है केटा भ्याइयो फुटसल भ्याइयो हाम्रो जिमर बोय होइन यस्तो दामी पोज हान्न लगाइरहेको थियो अरे हान्न चुप ल जिमर नि ओमा ल पोजो थाहा छैन तँलाई पोजो थाहा छैन जिम हो यस्तो हो त्यस्तो गर्नु त जिममा ल पऱ्यो कस तेरो चाहिँ लगडा भ्याइयो फुर्सद भ्याइयो त्यो चाहिँ अब चाहिँ घरतिर लाग्ने हो इन्जर्ड भयो बिचरा इन्जर्ड दामी खेल्छ कि अहिलेखेरि एमबिपी आजको यो इन्जर्ड भएको छ यहाँ चाहिँ यस्तो छ ए अब चल्दिने हो घरतिर अब घरतिर है ल अब बाटोमा गएपछि देखाउँछु अब लगायत घर आइपुगेँ माथि लिएर भर्खर आइपुगेको हो रमाइलो भइदियोस् है साथीहरू भेट भयो कति पछि रमाइलो भयो म घर आइपुगेँ भर्खर बाइक राखेँ यहाँ मेरो घर चाहिँ है अब अघि चाहिँ बब्बाल भयो त मौसममा फेरि पानी पर्ला जस्तो भइदियो फेरि आज राति दौरो पानी पर्छ जस्तो हो भोलिबाट फेरि त्यस्तै गर्मी हुन्छ र अब यहाँ इक्जाम पनि चलिरहेको मेरो त्यही अब यो भ्लगलाई त्यतिर एन्ड गरिदिन्छु म ल आयो हजुरहरूलाई मन पऱ्यो होला है अब अलिकति अब मुख छाडा पनि भयो है अब अलिकति इयरफोन लगाएर सुनिदिनु होला त्यही हो ल केटा होला अब चाहिँ म चल्दिएको अब भ्लग राखेर अब नेक्स्ट भ्लगमा भेट्नु पर्छ त ल